सबैजनालाई अनि वेलकम टु माई भ्लग अनि सबैजनालाई ह्याप्पी मदर्स डे अनि मेरो चाहिँ यो न्यू घर हो तपाईहरु मेरो सर्चमा आएर कस्तो कन्फ्युजन भएर हैन त्यसैले आज त मदर्स डे को केही स्पेशल हुन सक्छ नि त अनि त्यसले मैले आज भ्लग बनाएको अब के हुन्छ त तपाईहरुलाई थाहा नै हुन्छ अब भ्लग चाहिँ इन्डसम्म हेर्नु होला प्लिज सबैलाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु लाइक गर्नु भएको छैन भने लाइक पनि गर्नु अनि म थोरै थोरै हिन्दी पनि बोल्छु ल आज चाहिँ प्लिज किनभने नराम्रो नठान्नु होला मेरो के अरे इन्डियनहरु पनि हुनुहुन्छ नि त इन्डियन सब्स्क्राइबर त्यसैले इन्डियाबाट पनि हेर्नुहुन्छ नि त मेरो भ्लग त अनि त्यसैले हो अहिले चाहिँ बोल्दिन नि त अब एकछिन पछि बोलौँला हिन्दीमा चाहिँ अनि कुछ नहीं ये मेरा न्यू घर है मलाई स्वागत लाग्छ नि हिन्दी बोल्दा अफ कोर्स त्यस्तो देख्छु नि त म ओभर एक्टिङ या दिस इज माई न्यू हाउस एन्ड मेरो न्यू घरको टुर चाहिँ आउन चाहिँ अलिक टाइम नै लाग्छ खै त्यो त मलाई थाहा भएन किन चाहिँ अब तपाईहरुलाई धेरै रिक्वेस्ट गर्नुभयो भने मात्र if you don't have subscribed to my channel then please subscribe to my channel and please like my video watch until in the end इन्डसम्म हेरिदिनु होला अब मेरो भ्लगहरु हैन तपाईहरुले मेरो भ्लग मनपर्छ भने प्लिज लाइक गरिदिनु मन नपरे लाइक गरिदिनु कमेन्ट पनि गरिदिनु ल ह्यापी मदर्स डे भनेर लेखेर ओके म सर्ट्स बनाउन गएको ल बाइ बाइ अब मेरो सर्ट्स हुन्छ अब हामी चाहिँ सबैलाई आइसक्नु भयो अनि ममलाई सबैले के दिनुपर्छ साइनिङले आँसुलाई लुङ्गी दिँदैछ साइनिङ के हो आज मदर्स डे हो आसु पनि मेरो मदर जस्तै हो त्यसैले ल ढोक्नु पर्यो धेरै राम्रो पढ्ने धेरै पढ्ने नराम्रो पढ्ने अनि ज्ञानी हुने मम्मीले भनेको मान्ने मम्मीलाई मुख नजित्ने अनि ममलाई ढोकाको लाइनमा घरिघरि कति आँसुलाई ढोकेर बसेर दिन दस गंदी से बोर गई लागू लुंग से बोर गई आई लज्जा बता गई ये बता गई राम्रो छ दिदी बहिनीको माइली र जेठीको भेटघाट आज बहिनी आज भेटघाट भयो अनि हामी अनि आसु काकाहरू चाहिँ सक्यो मम्मी कस्तो भयो भन्नु अब राम्रो भयो मलाई त खुसी लाग्यो आफ्नो आमा बाउ भेट्दै नै भयो नि मलाई पनि राम्रो लाग्यो भेरी भेरी नाइस अनि तिमीलाई के लाग्यो खै म खोज्छु अब तिमीलाई के लाग्यो त मलाई नि राम्रो लाग्यो अनि तिमीलाई चाहिँ के लाग्यो त बब्बा लाग्यो अनि हाम्रो ममलाई चाहिँ के लाग्यो मलाई राम्रो लाग्यो अब ओ ठुलो मम्मी तपाईलाई के लाग्यो राम्रो लाग्यो राम्रो हुँदा उ त्यहाँ ममलाई पनि सोध्दा भयो आज कस्तो लाग्यो नातिनी मेरो सागा सन्तान सबै नजिक हुँदा त मलाई राम्रो लाग्यो राम्रो लाग्दैन राम्रो भयो तपाईलाई खानेकुराहरू मिठो लाग्यो हजुर तपाईलाई खानेकुराहरू मिठो लाग्यो सबै ठिक छ मलाई खाने कुरा लाउने कुरा सबै ठिक छ नाति सबै कुरा ठिक छ अनि हामी चाहिँ अर्को आइसक्सँगै है हाई भन्नु लाइक गरिदिनुहोस् भन लाइक गरिदिनुहोस् भन
कतिले लडायो अब उसको घाउ भएको छ मलाई देखाइरहेछ कसरी घाउ भयो कस्तो लाग्यो आज राम्रो लाग्यो खानेकुरा मिठो रहेछ मिठो छ धेरै 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 खायो बाजे मेरो बाजे हाई मेरो नातिनी साइनिङ कान्छी अनि हामी चाहिँ मामा भगरबाट खाना नि खाइसक्यौँ अनि अहिले मेरो यो रुमहरू अलिक फोहोरै छ नि त फोहोर त होइन त्यो लुगा यता साइडतिर राखेको छ मैले त्यो मामाहरू जानलाई लुगा लगाउनलाई होइन अनि आजको लागि यस्तै भ्लग भयो अब अर्को पालि कस्तो हुन्छ हेरौँ तर यो अन्तिम लास्ट भ्लग होइन नि मेरो मम्मीको मदर्स डे भएको छैन नि त अनि हाम्रो घरमा नि अब मम्मीको लागि मदर्स डे त गर्नु परिहाल्यो अनि मम्मीको लागि मदर्स डे त गरेको छैन अनि हामी चाहिँ अब भरेतिर गर्ने हो नि त अनि अब मामा घरमा त अब ममको मात्रै मम भनेको हजुरआमाको मात्रै गरेको छ नि त हमारा ग्रैंड मदर का मदर्स डे हो गया मेरा मम्मी का नहीं हुआ मलाई हिन्दी बोलाउँदैन खासै त्यो पनि आई डोन्ट नो हाउ टु टक in Hindi, that's why I'm sorry. अब थोड़ा इंग्लिश पनि मिक्स गरिदिनु हिन्दी पनि मिक्स गरिदिनु नेपाली पनि मिक्स गरिदिनु ओके गाइज एंड कुछ नहीं अब मैं स्केटिंग खेलने जा रही हूँ थोड़ा थोड़ा क्लिप हाल दूंगी क्या भन्छ दिखा दूंगी आप लोग को और आप लोग देखना अच्छे से देखना हाँ अच्छे से देखना या nothing is good about me and अब म एकछिनमा अब यो ड्रेस चेन्ज गरेर कुर्ता सुरुवाल लाएर जान्छौँ स्केटिङ खेल्न आज फर्स्ट टाइम ट्राई गर्ने के कुर्ता सुरुवालमा कस्तो हुन्छ भनेर मुझको बसा ले इनमें तू हेलो गाइज हामी चाहिँ स्केटिङबाट आइसक्यौँ अनि मम्मीको मदर्स डे मनाइसक्यो अनि अब चाहिँ हाम्रो सबै मदर्स डे सकिसक्यो जो चाहिँ हेर्नुभयो उनीहरू